हामी 5 करोडको घर आउनुहोस् अगाडि तपाईलाई सुरुमै देख्न सक्नुहुन्छ यो लुगा सुकाउनलाई सुरुमै तपाई योमा चिसो लुगाहरू सुकेको लुगाहरू पनि सुकाउन सक्नुहुन्छ बरबाट निकालेको आउनुहोस् यो चाहिँ हाम्रो घरको इन्ट्रेन्स सुरुको इन्ट्रेन्स आउनुहोस् तपाई यहाँ भित्र आइसक्यो भने तपाई योमा नि बस्न सक्नुहुन्छ योमा नि बस्न सक्नुहुन्छ त्योमा तपाई यदि बस्न चाहनुहुन्न भने यो एरियामा ठ्याक्क यसरी गजल पारेर नि बस्न सक्नुहुन्छ अनि तपाई इबेर आउनुहोस् फेरि आउनुहोस् यता आउनुहोस् यदि तपाईसँग झ्यालको पर्दा झ्यालमा तपाईसँग यो हुन्छ नि झ्यालको ढोका छैन भने तपाईँ कपडा पनि झुलाउन सक्नुहुन्छ तपाईँको इच्छा हो हेर्नुहोस् फेरि यहाँ छैन हामीसँग हेर्नुहोस् यहाँ त फेरि हामीसँग दुइटै ढोकाहरू छ फेरि तपाईँ पर्स यहाँ राख्नुहोस् तपाईँको यो वालेट लिनेवाला कोही छैन किनकि यहाँभित्र पैसा छैन आउनुहोस् यो घरको मेन इन्ट्रेस्ट रहेछ तपाईँहरू दिपावलीको बेला यस्तो लाउन सक्नुहुन्छ फेरि यसको विशेषता हेर्नुहोस् टपमै बिचमा फेरि बल्ब छ है तपाईँ त्यहाँ देख्न सक्नुहुन्छ आउनुहोस् आउनुहोस् भित्र आउनुहोस् यो मेन फेरि यो छ यो चाहिँ पिच हो फेरि यो वाल पनि पिच छ आउनु फेरि यता आउनुहोस् तपाईँ भित्र आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ लग्जरी रुम तपाईँ यहाँ 10-12वटा बेड पनि हाल्न सक्नुहुन्छ फेरि यता जानुहोस् यो अन गर्दा ग्यालरीको अनि बाहिरको पनि लाइट पनि चालु हुन्छ फेरि तपाईँ आउनुहोस् भित्र आउनुहोस् हेर्नुहोस् सिमेन्टको पिचहरू हो यो आउनुहोस् आउनुहोस् माथि तपाईँ त्यसपछि हुनुहुन्छ तपाईँ सेकेन्ड फ्लोरमा माथि आउनुहोस् सेकेन्ड फ्लोरमा माथि आउनुहोस् न सेकेन्ड फ्लोरमा यहाँ देख्ने फर्स्ट रुम हेरौँ हामी यहाँभित्र तपाईँ देख्न सक्नुहुन्छ दुईटा बेड तपाईँ आफै मिलाएर सुत्न सक्नुहुन्छ त्यसपछि हामी जाम राइट साइडमा तपाईँ हेलमेट राख्न सक्नुहुन्छ अनि तपाईँ के अरे यो जे पनि गर्न सक्नुहुन्छ त्यसपछि अगाडि बढौँ अगाडिमा फेरि अर्को रुम छ यहाँ अर्को मान्छे बस्न सक्छ फेरि यहाँ आफू यो त मै बस्ने रुम हो ल यो हो मात्र 5 करोडमा